अन्य कुनै चोटपटकहरू सबमा देखेको छैन। त्यो जबरजस्ती गर्नेकै कारणले यो नाङ्गामा भएको चोटबाट भएको रक्तस्रावले नै मृत्यु भएको देखिन्छ। जस्तो जतिजना समातिएका छन् समातिएकाहरूको उमेर पनि 18 वर्ष अब भन्ने छ कि मृतकसँगकै आफ्नै एउटै क्लासका छ 3 जना र एकजना त्यो 3 जना मध्येको एकजनाको भाइ हुनुहुन्छ। त्यही भएर 4 जना नै यसमा हामीले बल्ल गऱ्यौँ के अरे यकिन गऱ्यौँ यिनीहरू पनि नाबालक नै छन्। त्यही भएर नामहरू हामीले यहाँहरूले पनि अलिकति नामहरू खुलाउँदाखेरि त्यसलाई ध्यानमा राखिदिनु होला। पीडितको र अभियुक्तको नामहरू खुलाउँदाखेरि त्यो गोपनीयता राखिदिनु होला बालबालिकाहरूको। अब यस्तो हुन्छ मृतक नाबालिका भएको कारणले यो घटना जबरजस्ती गर्ने घटना हो। अब रह्यो कुरा शङ्कितहरू नाबालिग हो होइन भन्ने कुरा त्यो एउटा त्यो पाठ त रह्यो, तर त्यो हुँदैमा कुनै छुटकारा पाउने भन्ने हुँदैन। यति बेला म सुर्खेतमा छु, सुर्खेतको जिल्ला प्रहरी कार्यालयमा छु। मेरो साथमा हुनुहुन्छ एसपी सुधीरराज शाही, जसले यो घटनाको अनुसन्धानलाई आफैले एकदमै निरन्तर रूपमा खटिएर अगाडि बढाइराख्नु भएको छ। 23 गते बिहान इनिसा बिक जो 16 वर्ष 23 गते बिहान इनिसा बिक जो 16 वर्षकी नाबालिका छिन्, उनको हत्या भनिएको छ, बलात्कारपछि हत्या भनिएको छ, अनुसन्धान भइरहेको छ। तर अनुसन्धानले अझै थप ठ्याक्कै यही भएको भन्ने कुरा खुलाइसकेको छैन। यो बिचमा अनुसन्धान कहाँ पुगिरहेको छ भन्ने विषयमा रहेर मैले थोरै सुधीरराज शाहीसँग जो एसपी साहब हुनुहुन्छ उहाँसँग यस घटनामा रहेर कुराकानी गर्दैछु। सर नमस्कार। हस्, धन्यवाद। मलाई यो इनिसा बिक बहिनीको जुन बलात्कारपछि हत्या भनेर भनिएको छ, यो घटनामा रहेर केही कुरा जानकारी दिनु न, के भइरहेछ अनुसन्धान? हस्, धन्यवाद। यो गएको शनिबार यो 23 गते लगभग 9:45 हामीलाई खबर आयो, हाम्रो शहीद पार्कको प्रहरीलाई खबर आयो यहाँनिर यसरी मान्छे अचेत अवस्थामा छ महिला भनेर खबर आइसकेपछि त्यहाँ तत्काल प्रहरी 5 मिनटमा उसमा पुग्यो। अनि त्यहाँ प्रहरीले तत्काल त्यहाँ भएका मान्छेहरूसँग सोधपुछ गर्यो। त्यहाँ चाहिँ यो महिला उसको यो नाबालिकाको मृत्यु भइसकेको रहेछ। अनि त्यस पश्चात घटनास्थलहरू सेक्युर गरेर अनि हामीले हाम्रो सिनियर प्रहरी अफसरहरू डिएस साहबहरूकै टिमहरू पनि